हेलो साथीहरू, मेरो चाहिँ दिमागमा एउटा आइडिया आयो के गर्ने भनेर। मलाई चाहिँ मासु खान मन लाग्यो अनि हामी चाहिँ गयौँ मासु पसल। अनि त्यसपछि लिएर आयौँ मासु। त्यसपछि यहाँ चाहिँ मेरो बहिनी चाहिँ मसला किन्न गयो अनि हामी चाहिँ त बानी परेको थियो नि त। अनि हामी चाहिँ साइडमा बस्यौँ। अनि होइन यहाँ चाहिँ तिहार सक्यो भने झिलिमिली चाहिँ भइरहेको थियो, भन्दै हिँड्दै थियौँ हामी चाहिँ बाटोमा। अनि म चाहिँ मासु देखाउँदै थिएँ होइन। अनि त्यसपछि हामीले चाहिँ 100को मात्रै मासु लिएर आएको थिएँ कि। अनि त्यसपछि फेरि म चाहिँ आफूलाई पनि देखाउँदै थिएँ, फेरि मलाई क्यामेरा समात्नै आएन। अनि त्यसपछि हामी चाहिँ हिँड्दै हिँड्दै गयौँ, पानी परेको थियो भिज्दै भिज्दै। अनि त्यसपछि फेरि हामी आयौँ रुममा। अनि मासु पकाउनलाई उसले तेल हाल्यो, मेरो बहिनीले तेल हाल्यो। अनि त्यसपछि तेल हालिसकेपछि उसले चाहिँ फट्याक फट्याक त्यो पानी परेर फ्याटा फ्याटा उफ्रिराखेको थियो कि तेल। अनि हेर्नु साथीहरू, बहिनीले चाहिँ फेरि त्यसै जुगाडमा चाहिँ मेरो बहिनीले अन्जली बहिनीले ग्लासले चाहिँ लसुन कुट्दैछ कि, अदुवा लसुन कुट्दैछ, मसिनो बनाएको थियो। अनि उसले चाहिँ तोनिसा उसको नाम चाहिँ, उसले चाहिँ मासु पकाउँदैछ। लास्टमा पाक्यो अनि उसले सबलाई सल्भ पनि गर्यो। अनि हेर्नु न साथीहरू, मेरो हात चाहिँ फेरि कालो कालो देख्छु त म। दुईवटै हात हेर्छु, एउटा कालो छैन होला, एउटा कालो छ होला भने हेर्छु, फेरि अर्को पनि कालो छ। फेरि चित्तै बुझेन, फेरि हेर्छु, फेरि त्यस्तै देख्छु, फेरि माथिसम्म कालो छ। यो सायद रातिको थियो नि त ब्लग, त्यही भएर यस्तो कालो देखिएको होला भनेर सोचेँ। लास्टमा पाक्यो अनि खाएँ अनि मिठो थियो है त साथीहरू।